Hello guys, good afternoon. Welcome to my new video. It's me, Hikmat Rokaya, and you are watching now Queen Korea. So guys, अहिले दिउँसोको 3 बजेको छ। म चाहिँ आज कोरियाको बुसान सिटीमा सबसे फेमस एकदमै फेमस कल्चर भिलेज मतलब पुरानो भिलेज घरहरु त्यस्तै पुरानो टाइपको तर एकदमै अट्र्याक्सन टुरिस्ट अट्र्याक्सन बब्बालै भएको सबैभन्दा धेरै भिजिट गर्ने अब फरेनर्सहरुले सबैभन्दा धेरै भिजिट गर्ने ठाउँ पोङसन कल्चर भिलेज जाँदैछु। भाइ देखो म बस्ने घर उति हो राउन्जेना लेखेको यहाँबाट यहाँ ना सुरत नजर आयो। यहाँ पुल छ पुलबाट यहाँ आएर हेरेपछि अहिले यो पात झर्ने सिजन भइराछ। पात पुरै पयालो रातो हुन्छ यस्तो रमाइलो भन्छ नि यो कोरियामा हरेक सिजन प्रत्येक सिजनमा केही चल्छ। कहिले फुलहरू फुल्ने कहिले पातहरू झर्ने जहिले रमाइलो देख्न पाइरहन्छ। अब हिउँ पर्ने सिजन आयो हिउँ परेपछि छुट्टै रमाइलो। यहाँ अब यो पात झरेपछि यहाँ यी नगरपालिकाको मान्छेहरू टक्क लाएर पात टिप्नु त्यहाँ पातहरू सब झारेर लैजान्छ। तिनीहरूले झरेको पातहरू सब सोरेर लैजान्छ। وقد كان بالسقم دهرا طريق। तो भाई आज शनिवार को दिन करने के लिए तो कुछ ना है तो मैले सोचे अब काम तो छैन भिडियो बनाउने नि त एउटा कामै हो। अच्छा होला सपोर्ट गरिराख्नु भएको छ साथीहरुले। तो म गिजाङ स्टेसन पुगिसकेको छु। अहिले चाहिँ गिजाङ स्टेसन यो चाहिँ अब यहाँबाट फर्स्ट हुन्छ। यहाँबाट कति 7-8 स्टेसन चढिसकेपछि फेरि झरेर फेरि अर्को स्टेसन अर्को ट्रेनमा चढेर फेरि कतिमा झर्नुपर्छ। ओके जाम स्टेसन मान्छेहरू प्याकै छ लगभग यस्तो छैन नजरा। سبيل الدموع سبيل مريح تنهدى يا صاحي كي تستريح। स्टेसनमा पुग्यो। अब स्टेसनबाट यहाँ गाडी अलि ढिलो छ ट्रेन मतलब ट्रेन अलि ढिलो छ आउन अलिकति टाइम लाग्छ त्यसैले बस्छु। अनि त्यसपछि शनिबार भएर होला प्याक छ आज। यस्तो यहाँ प्लेटफर्म यस्तो छ। यहाँ चाहिँ अरू ट्रेनको जस्तो डाइरेक्ट देखिन्न। यहाँ ढोका हुन्छ सेक्युरिटी मतलब मान्छेहरू दौड्छ कि अब यहाँको के हो नियम है। यहाँ यस्तो ढोका हुन्छ टक्क आएपछि ट्रेन आएपछि एउटा टक्क यहाँको ट्रेडिसनल धुन बज्छ अनि टक्क रोकेपछि चढ्ने म देखाउँछु है त। यहाँ यता फेरि यता केटिएक्स अनि माउल आइटिएक्स यताबाट हिँड्छ। यहाँबाट नि हिँड्छ। यहाँ लेखेको छ के आइटिएक्स माउल मुगुङवा यिनीहरू चाहिँ यो बाटो हिँड्छ। यो बाटो हिँड्छ म त चढेको छैन अहिलेसम्म। अहिले देखो ट्रेन आउन अझै 7-8 मिनट बाँकी छ। सबै लाइन बसिसक्यो बुढोहरू मात्रै छ सबै बुढाबुढीहरू। शनिबार भएर होला सायद। अब यहाँ अलिक बिस्तारै बोलेको छ नि जताबाट चाहिँ अलिक चर्को बोल्न मिल्दैन सबै लाइनमा बसिसक्यो। उतासम्म छ उता ट्रेन 열차 곧 출발합니다. 안전하게 물러나시기 바랍니다. سبيل الدموع سبيل مريح تنهدى يا صاحي كي تستريح وبث الدعاء الخفي الصريح يسعك الفضاء الرحيم الفسيح. سبيل الدموع سبيل مريح تنهدى يا صاحي كي تستريح وبث الدعاء الخفي الصريح.
देखो 2-3 तला मुनि आइसकेँ अन्त पनि गाउँमा भेटिँदैन। फर्स्ट टाइम मैले यो लाइन फर्स्ट टाइम चढेको थिएँ, त्यहाँभन्दा पहिले चढेको थिएन। मान्छेहरू पनि त्यस्तै छ, कता हो म्याप नि उल्टो देखाउँछ यहाँबाट गयो भने। मरिया पुगिसकेको يسعك الفضاء الرحيب الفسيح म त बहुत बुरा फस्केँ, पपट हो क्या मेरा। अब गम्सन कल्चर भिलेज जाने भनेर म हिँडेको, अनि हिँडेको त्यहाँबाट ट्रेन एकदम प्याक रहेछ। पहिलो लाइनमा त बस्नु पऱ्यो। पहिलो पटक चाहिँ अटाएन, सेकेन्ड पटक अटायो, यता आयो, यता अब यता अर्को चेन्ज गर्ने ठाउँमा फेरि त्यहाँ लाइनै रहेछ। त्यो लाइनमा बस्यो, फेरि त्यहाँ बसेपछि त्यहाँ पनि अनि लाइनमा बस्दा पहिलो लाइन हटाएन, फेरि 30 मिनट कुर्यो। र अब त्यहाँ 30 मिनट कुर्दा त अब अँध्यारो भइसक्यो। यहाँबाट चेन्ज गरेर उहाँ पुगेर एउटा गाडी चेन्ज गर्नुपर्छ। त्यहाँ पुग्नेर त अँध्यारो भइसक्छ। अँध्यारो भएपछि त्यहाँ गएर त काम छैन। सो अब चाहिँ म फर्किन्छु घर। अब यता जाम भने नि उता जाम, अब त्यहीँ जाम भने अँध्यारो भइसक्छ। अँध्यारो भएपछि काम छैन। बेलुकातिर के अरे त्यो घाम डुब्ने बेला राम्रो हुन्छ के अरे। अब छैन, अब काम छैन। यस्तो शनिबार यस्तो प्याक हुन्छ मैले सोचेको थिएन। लोकल ट्रेन जस्तै हो, मजाले प्याक भइसक्यो। यहाँबाट कहाँ जाने? यस्तो ठिस बनाइदियो आज मलाई ट्रेनले। गाडीमा गएको भए बरु म पुगिसक्यो। अब जाम भने अब ढिलो भइसक्यो। चाहिँ अब फर्किन्छु म। नेक्स्ट टाइम मिल्यो भने भोलि जान्छु। भोलि गएर यसो जान्छु। अब यहीँबाट चेन्ज गर्छु ट्रेन, मतलब यहीँबाट चढ्छु। यहीँबाट चढेर एकसुको हुँदै गिजाङ फेरि जानुपर्छ। यहाँ फेरि कोही छैन, त्यो रूपमा फेरि यस्तो धेरै मान्छेहरू। अब ठिस भइहाल्यो नि, ठिकै छ, केही छैन। म आज त्यो म जाने भनेको ठाउँ तपाईँहरूले केही क्लिपहरू देखाइरहेको छु, मसँग छ। अनि पहिला त्यहाँ जाडो चाहिँ खोजेर देखाइरहेको छु। त्यसपछि बाँकी नेक्स्ट भोलि मिल्यो भने भोलि जान्छु। त्यहाँ त जान सकिनँ। अब फर्केको म गिजाङ स्टेसन झरेर नि अब कुनतिर जान लाग्यो। अन्त फ्लिपकार्ट त जस्तो थिएँ कि फ्लिपकार्ट किन्न पर्ने यहाँ साइजमा पर्छ किन्न पर्ने। अहिले हो 5,500 रुपियाँ नेपालीको फ्लिपकार्ट चाहिँ चाहिएको छ। त्यसो लानु पर्यो। नेपालमा त 25 रुपियाँ पाउँछ त यार। ओके, एउटा यो लिएर जान्छु। त गाइज म फर्किसकेको छु अहिले। अब हेरिहाल्नु भयो, यस्तै भयो बाटोमा। थ्याङ्क यू सो मच फर वाचिङ। किप लभिङ एन्ड किप सपोर्टिङ। बाई।